हामी सबैको एउटा सादा चिन्ता हुन्छ हैन त, हाम्रा बालबालिकाको भविष्य कसरी उज्जवल बनाउने। यसको एउटा एकदमै महत्त्वपूर्ण सूत्र हो अभिभावकको संलग्नता। आज हामी यही विषयमा गहिरेर कुरा गर्नेछौँ, जहाँ हामी थाहा पाउनेछौँ कि सानो प्रयासले कसरी ठूलो परिवर्तन ल्याउन सक्छ। ल, आज हामी के कुरा गर्छौँ त? सबैभन्दा पहिला एउटा साझा गुनासोबाट सुरु गरौँला। त्यसपछि जिम्मेवारी खासमा कसको हो भनेर हेर्नेछौँ। अनि भविष्यका चुनौतीहरू के छन्, त्यसको समाधान के हुन सक्छ, र अन्त्यमा सफलताको लागि के कस्ता प्रतिबद्धताहरू गर्न सकिन्छ त्यसमा कुरा गर्नेछौँ। ल, अब सुरु गरौँ पहिलो विषयबाट, एउटा यस्तो कथाबाट जुन सायद धेरै अभिभावकहरूलाई आफ्नै कथा जस्तो लाग्न सक्छ। कक्षा 9मा पढ्ने एउटा विद्यार्थीको अभिभावक हरिशजीको कुरा सुनौ। उहाँ भन्नुहुन्छ, मेरो बच्चाको ग्रेड राम्रो छैन, सधैँ मोबाइलमा हुन्छ र भनेको मान्दैन। मैले सोचेको थिएँ शिक्षकहरूले यो सबै ठिक पार्नुहुन्छ। सुन्दा सामान्य लागे पनि यो गुनासोले एउटा ठूलो प्रश्न खडा गर्छ। के साँच्चै समाधानको सम्पूर्ण जिम्मा विद्यालयको मात्रै हो त? हो। समाजमा एउटा कस्तो सोचाइ छ भने बच्चालाई स्कुलको गेटसम्म पुर्याइदिएपछि मेरो जिम्मेवारी सक्यो। मैले त राम्रै स्कुलमा भर्ना गरिदिएको छु, अब पढाउने सुधार्ने सबै काम शिक्षककै हो। तर के साँच्चै यतिले मात्र हाम्रो जिम्मेवारी पूरा हुन्छ त? हो, यही सोचाइले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ। आखिर बच्चाको शिक्षाको जिम्मेवारी कसको हो त? आउनुहोस्, वास्तविकता के हो त्यो खोज्ने प्रयास गरौँ। एकातिर हामी के अनुमान लगाउँछौँ भने बच्चाको पढाइ, उसको बानी बेहोरा, यो सबैको जिम्मा स्कुल र शिक्षकको हो। तर वास्तविकता अलि फरक छ। धेरैजसो सामुदायिक विद्यालयहरूमा के देखिन्छ भने अभिभावकहरूले आफ्नो जिम्मेवारीबाट पन्छिएर सबै भार विद्यालय प्रणालीमा थोपिरहेका छन्। यो अनुमान र यथार्थबीचको खाडल साँच्चै नै चिन्ताजनक छ। विश्वास नलाग्न सक्छ, तर एउटा विद्यालयका प्रधानाध्यापकको अनुभव सुन्नुहोस्। उहाँका अनुसार कतिपय अभिभावकहरूलाई बारम्बार फोन गर्दा, चिठी पठाउँदा पनि वर्षमा एक पटक पनि विद्यालयमा मुख देखाउँदैनन्। सोच्नुहोस् त अवस्था कस्तो होला। यसले अभिभावक र विद्यालय बीचको सम्बन्ध कति टाढिएको छ भन्ने कुरा प्रश्न पार्छ। अनि जब हामी अभिभावक भन्छौँ, यसको मतलब आमाबुवा मात्रै होइन है, हाम्रो शिक्षा ऐनले नै यसको परिभाषा फराकिलो बनाएको छ। हजुरबुवा, हजुरआमा, दाइदिदी, काका-काकी, जो कोही पनि जसले बच्चाको शिक्षामा सहयोग गरिरहेको छ, उहाँहरू सबै अभिभावक हो। भनेपछि यो जिम्मेवारीको घेरा हामीले सोचेभन्दा धेरै फराकिलो छ। ल, अब अगाडि बढौँ। यो अभिभावकको संलग्नताको कुरा अहिले किन यति धेरै महत्त्वपूर्ण भएको छ त? यसले भविष्यमा कस्तो असर पार्छ? हेरौँ है। आजको जमाना हिजोको जस्तो रहेन। अब एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको युग हो। विश्वव्यापीकरणले गर्दा संसार एउटा सानो गाउँ जस्तो भएको छ। प्रतिस्पर्धा अब आफ्नो टोल, सहर वा देशमा मात्र सीमित छैन, यो त विश्वव्यापी भइसक्यो। हाम्रा बालबालिकाले विश्वभरिका मानिसहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न उठ्छ। के हाम्रा विद्यार्थीहरू यो जटिल र प्रतिस्पर्धी भविष्यको लागि तयार छन् त? के उनीहरू विश्वव्यापी दौडमा खरो उत्रन सक्लान्? यो प्रश्नमाथि आजै विचार गरेनौँ भने भोलि धेरै ढिलो भइसकेको हुन सक्छ। खैर, चुनौती जति नै ठूलो भए पनि समाधान त्यति जटिल छैन। अब समाधान के हो त? त्यो हेरौँ। यो एउटा साझा जिम्मेवारी हो, जसलाई हामीले नयाँ दृष्टिकोणबाट हेर्नुपर्छ। यो चित्रले धेरै कुरा भन्छ। हेर्नुस् त, एउटा बच्चाले दिनको 24 घण्टामध्ये कति समय कहाँ बिताउँछ? मुस्किलले 6 घण्टा विद्यालयमा, जुन जम्मा 25% हो। तर बाँकी 18 घण्टा अर्थात् 75% समय ऊ परिवारसँगै हुन्छ। अब आफै विचार गरौँ, बच्चाको जीवनमा सबैभन्दा ठूलो प्रभाव कसको हुन्छ होला? विद्यालयको कि परिवारको? यसको मतलब के हो भने बच्चाको मानसिक, सामाजिक र पढाइ लेखाइको विकासको जग नै परिवार हो। अभिभावकको संलग्नता बिना त्यो जग कहिल्यै बलियो हुन सक्दैन। यो कुरा एकदमै महत्त्वपूर्ण छ। र यो कुरा अध्ययनहरूले पनि प्रष्ट देखाइसकेका छन्। जुन बालबालिकाका अभिभावकहरू विद्यालयसँग निरन्तर सम्पर्कमा रहे, उनीहरूको पढाइमा चासो देखाए, ती बालबालिकाको सफलताको ग्राफ ह्वात्तै माथि गएको देखिन्छ। अर्कोतिर जो अभिभावकहरू उदासीन रहे, उनीहरूका बालबालिका पछाडि परे। यो कुनै संयोग होइन, यो त लगानीको सिधा प्रतिफल हो। त्यसो भए अब गर्नुपर्ने के त?
यहाँ एउटा एकदमै व्यावहारिक कार्ययोजना छ जुन नगरपालिका सदस्य रवि सेन्चुरीले सुझाव दिनुभएको हो। यो हरेक अभिभावकको लागि हो जो आफ्नो बच्चालाई सफल भएको हेर्न चाहन्छन्। ल, अब समाधानको कुरा गरौँ। यहाँ 6वटा सरल तर एकदमै प्रभावकारी प्रतिबद्धताहरू छन्। पहिलो, महिनामा कम्तीमा 1 पटक स्कुल जाने र बच्चाको प्रगतिबारे बुझ्ने। दोस्रो, बच्चा नियमित र समयमै स्कुल गएको छ कि छैन भनेर शिक्षकसँग सोधिरहने। तेस्रो, उसलाई चाहिने कापी, कलम जस्ता सामग्रीहरू छन् कि छैनन् त्यो सुनिश्चित गर्ने। चौथो, घरमा होमवर्क गर्न र किताब पढ्न प्रोत्साहन गर्ने। पाँचौं, ऊ कस्तो साथीहरूसँग हिँड्छ, के गर्छ भनेर ध्यान दिने ताकि नराम्रो सङ्गतमा नपरोस्। र छैटौं, उसको शारीरिक र मानसिक स्वास्थ्य कस्तो छ त्यसमा चनाखो रहने। हेर्दा सामान्य लाग्छन्, तर यी कदमहरूले साँच्चै ठूलो परिवर्तन ल्याउन सक्छन्। अन्तमा एउटा कुरा के बुझ्नुपर्छ भने बच्चाको सफलता ऊ हुर्केको वातावरण र उसले पाएको अवसरले तय गर्छ, र त्यो सही वातावरण बनाउने सबैभन्दा महत्त्वपूर्ण भूमिका अरू कसैको होइन, अभिभावककै हो।